काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले शहरी विकास मन्त्री प्रकाश मान सिंहलाई कडा कटाक्ष गरेका छन्। उनले काठमाडौँको समस्या समाधान नगरी आफूमाथि राजनीतिक हमलामा केन्द्रित भएको भन्दै कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जाल मार्फत बालेनले मलाई हराउने नाममा देश नहराउनु भन्दै सिंहलाई नेपाली कांग्रेसको गौरवशाली इतिहास माटोमा नमिसाउन आग्रह गरेका छन्। काठमाडौँ महानगरका विकास योजनाहरूमा संघीय सरकारको सहयोग आवश्यक हुन्छ। शहरी विकास मन्त्रालय र काठमाडौँ महानगर बीचको समन्वय प्रभावकारी नभएको देखिन्छ। बालेनको दाबी छ कि सिंहको नेतृत्वमा रहेको मन्त्रालयले अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बाल मन्दिर जोगाउने, सार्वजनिक सम्पत्ति संरक्षण गर्ने जस्ता विषयमा कुनै ठोस काम गर्न सकेको छैन। सिंहले बालेनलाई हराउन समेत कदम चालेको उनको भनाइ छ। उनले सामाजिक सञ्जालमा लेखेका छन्, माननीय शहरी विकास मन्त्री प्रकाश मान सिंहज्यू, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बाल मन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैँ कुरामै